हामी आइपुगेका छौँ यो जनकपुरको गङ्गासागर पोखरी। मिथिला र मैथिली संस्कृति र सभ्यताको यदि कुरा गर्ने हो भने यसको उद्गम थलो हो। यसका इतिहास पनि त्यसैले बखान गरिरहेको अवस्था छ। एकजना राजा यज्ञको लागि, जो मिथिलाका निमी वंशीय राजा थिए, उहाँका सन्तान यज्ञको लागि यज्ञ आवाहन गर्नुभयो र गुरुलाई यज्ञ गराउनको निमित्त भन्नुभयो। त्यही समयमा गुरुले जुन पुरोहित हुनुहुन्थ्यो, मुख्य पुरोहित, उहाँले इन्द्रलाई पनि भन्नुभएको रहेछ कि म तिम्रो यज्ञ गरिदिन्छु। जब उहाँ इन्द्रको कहाँ यज्ञ गर्न जानुभयो र त्यसपछि जुन राजा थिए मिथिलाका, उहाँको निमी वंशीय राजा, उहाँको यज्ञमा ढिलो भयो र उहाँले अरू पुरोहितलाई खोजेर यज्ञ गराउनुभयो र त्यसपछि ऋषि आएर रिसाएर उहाँलाई श्राप दिनुभयो र उहाँका शरीर मृत भयो र मिथिलामा तात्कालीन यो यहाँ जनकपुर जुन राजधानी थियो त्यहाँ हाहाकार मच्यो र त्यो मृतक राजाको शरीरलाई राखेर मन्थन गरियो र मन्थन गर्ने ठाउँ भनेको यही गङ्गासागर हो, जहाँ सारा तीर्थका जलहरू ल्याइयो र यहाँ मन्थन गरियो र ती राजकुमारको एउटा जन्म भयो र राजकुमारको नाम राखियो मिथि र ती मिथिकै नामबाट मिथिला भएको विश्वास छ। यो हाम्रो संस्कृतिको थलो हो र यहाँ प्रत्येक दिन गङ्गा आरती हुन्छ। त्यसपछि यहाँ पर्यटकहरू, आन्तरिक पर्यटनहरूको आवागमनमा वृद्धि भएको छ, एउटा थपिएको अवस्था छ र यसको सञ्चालन कसरी हुन्छ, गङ्गा आरती, यो पोखरी धेरै फोहोर थियो, त्यसलाई कसरी सफाई गरेर यस्तो अवस्था बनाइयो, यी सबै दृश्यसहित हामीले आज अधिवक्ता राजकुमार महासेठ, जो यस गङ्गासागर आरतीका वा सफाई महासफाई अभियानका कोषाध्यक्ष हुनुहुन्छ, उहाँसँग कुराकानी गर्छौँ र तपाईँहरूलाई हेराउँछौँ।
हामीसँग हुनुहुन्छ अधिवक्ता राजकुमार महासेठ। गङ्गा सागर जुन सफाई अभियान चल्यो र त्यो सफाई अभियानका अगुवा र अहिले त्यहाँ भइरहेको आरतीको कोषाध्यक्ष हुनुहुन्छ। हामी उहाँसँग कसरी यो सम्भव भयो यो विषयमा कुरा गर्छौँ। राजकुमारजी, त्यो फोहोर थियो गङ्गा सागर, अनि फोहोर भएपछि तपाईँहरूले कसरी यो योजना बनाउनु भयो कि त्यसलाई सफा गर्नुपर्छ भनेर? वीरेन्द्र सर, यो हामीले विगतमै हेर्दाको अवस्थामा जनकपुरमा त धेरै पोखरीहरू रह्यो, तर तिनीहरूको संरक्षण भएन। अनि हामी जस्तै केही युवाहरू तत्कालीन अवस्थामा केही गर्नुपर्छ, जनकपुर र जनकपुरको पोखरी र जनकपुरमा सरसफाइको अवस्था पनि दयनीय थियो, त्यसमा पनि केही हाम्रो योगदान चाहिँ हुनुपर्छ व्यक्तिगत रूपमा भनेर हामीले 4 जना मिलेर केही गरौँ। जस्तो अब सरसफाइ र पोखरी सरसफाइ र बाटो सरसफाइ हाम्रो मुख्य उद्देश्य भयो। र कहाँबाट गर्ने त्यसको लागि हामीले जनकपुरको सबभन्दा प्रसिद्ध र पवित्र पोखरीको रूपमा स्थापित भइसकेको गङ्गा सागर आरती गङ्गा सागरलाई लियौँ र हामीले 2070 फागुनबाट त्यो अभियान चाहिँ सरसफाइको अभियान चाहिँ त्यही पोखरीबाट चाहिँ सुरुवात गऱ्यौँ। र हामीले सुरुमा 4 जनाले अगुवाई गरिए पनि त्यसमा हाम्रा अब युवा र सबै वर्गका यहाँका जति स्थानीय छन् सेक्युरिटीदेखि लिएर यहाँका विभिन्न संस्था क्लब र समाजका अग्रिम भूमिकामा खेल्ने पत्रकार साथीहरू लगायतले हाम्रो त्यो सरसफाइ अभियानलाई चाहिँ निरन्तरता दिनुभयो र त्यसबाट हाम्रो चाहिँ अभियानले चाहिँ सुरुवाती पाएको देखिन्छ। अनि यो जसरी अभियान सुरु गर्नुभयो नि, अभियान गर्दाखेरि तपाईँहरूलाई के लाग्यो यसरी यो पर्यटक हिसाबले विकास गर्न सकिन्छ या होइन, यो सामान्य एउटा अभियान हो त्यसैलाई यो अभियान त्यतिकै गरेर छोडिदियो, के थियो सोच त्यो बेला? त्यति बेला हाम्रो कुनै यो पर्यटकीय दृष्टिकोणले भन्दा पनि हामीले त्यति बेला स्टार्टिङ पिरियडलाई हेर्ने हो भने जनकपुरलाई केही गरौँ, सफा र स्वच्छ जनकपुर र हराभरा जनकपुर भन्ने कसरी पार्न सकिन्छ भन्ने उद्देश्यले हामीले आफ्नो अभियान चाहिँ चलाएका थियौँ। र त्यही सन्दर्भमा हामीले अब गङ्गा सागरलाई सफाई गर्नुपर्छ भन्ने मान्यता, र गङ्गा सागर मात्रै होइन जनकपुरका धेरै पोखरीमा हामीले गएर धेरै नालाहरूमा गएर र धेरै बाटोहरूमा गएर पनि सफाई गर्यो। तर महत्त्वपूर्ण हाम्रो सुरुवाती कदम चाहिँ गङ्गा सागरबाटै भएको चाहिँ हो। त्यति बेला फागुनमै जब हामीले आफ्नो अभियानलाई सुरुवात गऱ्यौँ अनि त्यही दिन हामीले गङ्गा सागरलाई नै सुरुवातको रूपमा पोइन्ट वाइज गरेर त्यहाँ गऱ्यौँ। र हाम्रो उद्देश्य के थियो भने सरसफाइलाई निरन्तरता दिनु र सरसफाइलाई एस्टाब्लिस गर्नु, हरियाली र स्वच्छ जनकपुरको नाराको साथमा हामीले चाहिँ गरेका थियौँ। र पछि हामीले यसलाई जुन आरतीसँग यो देखियो पछिल्लो समयमा, त्यो भनेको हाम्रो यो पछिको रणनीति चाहिँ भयो, यसलाई कसरी निरन्तरता दिन सकिन्छ र यसमा हामीले लोकल रूपमा मान्छेलाई जन स्तरबाटै सामुदायिक रूपमा यसलाई कसरी परिणत गर्न सक्छौँ। किनभने यो हाम्रो होइन, यो कसैको निजी होइन, समूहको भयो भने समूहको यसमा योगदान भए पनि ममता हुन्छ भनेर हामीले केही स्थायित्व प्रदान गर्न खोज्यौँ त्यसमा। र त्यो स्थायित्व केबाट हुन्छ भनेर हेर्दा हामीलाई के याद आयो भने तत्कालै ज्येष्ठमा चाहिँ गङ्गा दशहरा चाहिँ पर्यो। अनि हामीले त्यसको अगाडिमा यदि हामीले यसलाई स्थायित्व दिने हो भने सधैँको लागि झुकाव र लगाव यदि कायम राख्ने हो भने दशहराबाट हामीले यो गङ्गा आरती यदि गर्ने हो भने हाम्रो एउटा आस्था पनि बन्छ र यो सफाइलाई चाहिँ निरन्तरता हुन्छ भनेर हामीले यसलाई गङ्गा आरतीको रूपमा दशहराबाट चाहिँ 2071 ज्येष्ठ महिनाको 21 गते मलाई लाग्छ त्यहाँबाट हामीले यसलाई सुरुवात गरेका। एउटा कुरा के छ भने कुनै पनि यो एक प्रकारले आन्दोलन हो, अनि आन्दोलनको विषयमा महात्मा गान्धीले के भन्नुभयो भने सुरुमा तपाईँले गर्दा कसैले हेर्दैन, अर्थात् तपाईँ सुरु गर्नुहुन्छ कुनै आन्दोलन भने त्यसलाई कसैले हेर्दैन, त्यसपछि तपाईँलाई हाँसोको पात्र बनाउँछ र त्यसपछि तपाईँलाई दमन गर्छ, अर्थात् त्यो पाटो। तर तपाईँले यो यति पाटो हुन्छ कुनै पनि आन्दोलनको, अनि त्यसपछि तपाईँ जित्नुहुन्छ भन्छ। र
यो दमनको कुरा र त्यसपछि तपाईँको अरूको कुरा त विश्वको कुरा के हो भने हाँसोको पात्र। तपाईँहरू जब यो अभियानमा निस्किनुभयो तपाईँलाई के मान्छेले सघायो या त्यो दृष्टिकोण त्यही थियो होइन यो के गर्दैछ त्यस्तै के सोच्यो? वीरेन्द्र सर, यसमा हामीले धेरै किसिमको स्ट्रगललाई चाहिँ फेस गर्नुपर्ने स्थिति आयो। किनभने जति बेला हामीले सुरुवात गऱ्यौँ त्यति बेला एउटा युवा जोस बाहेक हामीसँग अरू केही साधन थिएन। हामीसँग न कुनै फन्ड थियो, न हामीसँग कुनै इक्विपमेन्टहरू सामग्रीहरू थियो, न हामीले कुनै दातालाई गुहार्न गयौँ। हामीले स्वतस्फूर्त रूपमा तत्कालीन सेना प्रमुख वीरगन्जको हाम्रो डिजन पिया सर हुनुहुन्थ्यो, उहाँसँग कोअर्डिनेसन गरेर हामी चाहिँ सपोर्ट गर्छौँ, फिजिकल रूपमा हामीले सपोर्ट गर्छौँ भनेर उहाँले वचनबद्धता गर्नुभयो र उहाँको सपोर्टमा र इक्विपमेन्टमा हाम्रो व्यक्तिगत लगानीमा चाहिँ सुरुवात गरिएको हो। त्यति बेला हामीले सुरुवात गऱ्यौँ र त्यो सुरुवातको अवस्थामा हामीलाई धेरै किसिमको भ्रमपूर्ण कुराहरू आयो। जस्तो अब केही मान्छेहरूको आरोप के थियो भने तत्कालीन रूपमा भारतीय एम्बेसीबाट 3 करोड रुपियाँ आयो, कसैले 5 करोड रुपियाँ आयो, त्यसको यिनीहरूले देखाउटीको काम गर्दैछ भन्ने आरोप पनि आयो। तर म यहाँ हजुर मार्फत यहाँका नागरिकहरू आदरणीय व्यक्तित्वहरूलाई के जानकारी गराउँछु भने हामीले कहिले पनि त्यसमा गङ्गा सागरको या जनकपुरको सरसफाइको लागि या वृक्षारोपण हरियालीको लागि कहिले पनि मान्छेलाई यो दिनुहोस् या यो सहयोग गर्नुहोस् भनेर मागेनौँ। तर त्यति बेला के भयो भने कसैले आर्थिक रूपमा हामीलाई सहयोग गरेन, फिजिकल रूपमा जम्मैलाई सहयोग भयो, आर्थिक रूपमा धेरै आवश्यकता पनि हामीलाई महसुस भएन। हामीले केही आवश्यकता थियो, इक्विपमेन्टहरू, ग्लोभ्सहरू, मास्क र जुत्ताहरू यस्ता सामग्रीहरू किन्नुपर्ने, त्यसलाई हामीले व्यक्तिगत रूपमा अब म्यानेजमेन्ट चाहिँ गर्न सक्यौँ। र जब आरती सुरु हुँदासम्म पनि हामीले कहीँबाट पनि 1 रुपियाँ लिएनौँ र 1 रुपियाँ पाउन पनि पाएनौँ। आरतीको सुरुवातमा पनि हामीले त्यति बेलासम्म कसैको आश र भरोसाको स्थिति चाहिँ देखिएन र पछि आरती सुरुवात भइसकेपछि अब यहाँका स्थानीय व्यक्तिहरू जुन डोनेसन बक्समा श्रद्धा बापत आफ्नो शौचालय 5 रुपियाँ, 10 रुपियाँ, 50 रुपियाँ, 100 रुपियाँ यसरी दिँदै जानुभयो र केही पछि हामीलाई अलि अन्य निकायहरूबाट पनि सहयोग भयो। जस्तो तत्कालीन अवस्थामा नगरपालिकाले हामीलाई 50,000 रुपियाँ दिएको थियो। मलाई लाग्छ यो 71 असार महिनामा 50,000 रुपियाँ दिएको थियो। धेरै पछि जिल्ला विकास समिति हुँदा त्यति बेला हामीलाई 5 लाख रुपियाँ दिएको थियो। त्यो 5 लाखको बोट किन्नको लागि दिएको थियो। त त्यो 5 लाख दिए पनि हामीले 5,78,500 मा चाहिँ बोट लियो। त्यो बोट चाहिँ हामीले 78,500 रुपियाँ थपेर चाहिँ त्यसले बोट खरिद गर्यो र त्यो बोट चाहिँ सञ्चालन हुँदैछ। त्योभन्दा अगाडि चाहिँ हाम्रो अब समाजसेवीको रूपमा प्रख्याति पाउनु भएको बलराम महतोजीले एउटा काठको बोट दिनुभएको थियो, बोटै दिनुभयो, हामीले पैसा लिएन। त्यो बोट हामीले केही दिनसँग सञ्चालन गर्यो र यसरी हामीले निरन्तरता चाहिँ दियौँ। अनि यो आरती सुरु गर्नुभयो, आरती सुरु भइसकेपछि एउटा त सबैभन्दा पहिला तपाईँहरूसँग चुनौती के देख्यो भने यो मान्छे या त्यसलाई विकास कसरी गर्ने त्यो निरन्तरताको चुनौती थियो। त्यो त्यसमा पार गर्नुभयो कसरी? यहाँ आएर त्यहाँका पण्डितजीहरूलाई कसरी सिकाउनुभयो र त्यसपछि कसरी यो विकास भयो? त्यति बेला पनि यहाँ हामीलाई अलिकता अप्ठ्यारो के थियो भने जुन स्थितिमा गङ्गा सागरको अवस्था थियो 70 सालमा हामीले त्यसमा प्रवेश गर्दा एज अ सरसफाइ कर्मीको हैसियतले त्यसमा 2 किसिमको आवश्यकता थियो। एउटा त त्यसलाई फोहोरलाई पूर्ण रूपमा वर्जित कसरी गर्ने, त्यसमा पनि हामीले एउटा रणनीति बनाएका थियौँ। अर्को कुरो के थियो भने यदि हामीले यसलाई निरन्तरता दिने हो भने त्यसलाई सौन्दर्यकरण आवश्यकता चाहिँ थियो। जस्तो अहिले उदाहरणको लागि हामीले त्यहाँ टाइल्स लगायौँ। त्यो टाइल्स पनि आफैले धेरै मान्छेहरूले पार्ट वाइज रूपमा टाइल्स लगाउने काम गर्नुभयो। त्यसमा पनि उहाँले हामीलाई आर्थिक रूपमा क्यास दिनुभन्दा
उहाँले आफैले म्यानेजमेन्ट गर्नुभएको म यति फिट टाइल्स लगाउँछु, म यो 3वटा जुन अहिले आरती स्थल छ म एउटा बनाउँछु 2जना दातैले बनाइदिएको। किनभने हजुरले हेर्नुभयो होला सुरुमा हामीले यो चौकीमा काठको चौकीमा चाहिँ एस्ट्याब्लिस गरेका थियौँ, तर पछि 2जना दाताहरूले 2वटा त्यो घेरा बनाइदिनु भयो, सम्पूर्ण खर्च उहाँले दिनुभयो। एउटामा हामीले चाहिँ गऱ्यौँ, एउटाको पैसा चाहिँ हामीले त्यो बियर गऱ्यौँ। र यो सुरुवात भइसकेपछि यो सुरुवात गर्दा महागङ्गा आरतीलाई सुरुवात गर्दा पुजेरी चाहिन्छ। फेरि पुजेरी कहाँबाट ल्याउने र त्यो पुजेरी कसरी पूजा गर्ने भन्ने हामीसँग चुनौती चाहिँ थियो। अब त्यसको लागि हामी चाहिँ बनारस गयौँ। बनारस हाम्रो टिम चाहिँ बनारस गयो। बनारसमा अब धेरै वर्ष अगाडिदेखि चलिआएको त्यहाँका टिमसँग हामीले सम्पर्क गऱ्यौँ। त्यहाँका एकजना सञ्चालकज्यू वा त्यो मेम्बरै बब्लु भन्ने सायद मलाई लाग्छ, उहाँले कोअपरेट गर्नुभयो र त्यहाँबाट हामीलाई पण्डितजी उपलब्ध गराउनु भयो तत्कालको लागि। अनि त्यो 4-5 जना पण्डितजी तत्कालीन यो महागङ्गा आरतीको सुरुवातभन्दा 4-5 दिन अगाडि आउनुभयो। हामीले त्यसलाई राख्यौँ, म्यानेजमेन्ट पनि उहाँलाई गऱ्यौँ। अनि उहाँहरूबाट 3 जना त्यति बेला यहाँकै पण्डितजी, एउटा अब हाम्रो शिव मन्दिरको पण्डितजी र 2 जना चाहिँ तत्कालीन रूपमा हामीले संस्कृत विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी जुन संस्कृतकै थिए र ब्राह्मण पनि हुनुहुन्थ्यो, उहाँलाई ट्रेनिङमा सहभागी गराएर उहाँबाट जुन बनारसबाट जुन पण्डितजीहरू आउनुभएको थियो उहाँहरूले 7 दिन जति ट्रेनिङ दिनुभयो यो हाम्रो पण्डितजीहरूलाई। र 7 दिन 8 दिन त उहाँहरूले आफैले गर्नुभयो र आफूले पनि गर्नुभयो र हाम्रो पण्डितजीहरूलाई ट्रेनिङ पनि दिनुभयो। र त्यसपछि उहाँहरू जानुभयो। वार्षिकी अवसरमा पनि केही वर्षहरू उहाँ आउनुभयो। र त्यसरी हामीले ट्रेनिङ दिइसकेपछि सुरुमा हामीले 3 जना पण्डितजीहरूबाट त्यो सञ्चालन गऱ्यौँ। पछि हामीले झन् 3 जना पण्डितजीलाई थप्यौँ र हामीसँग 6 जना पण्डितजी हुनुहुन्छ। सबलाई तलब दिनुहुन्छ? सबलाई हामीले अहिले हामीसँग आजको दिनमा त्यति बेला हामीसँग 10 जना तल्बी कर्मचारी या पण्डितजीहरू हुनुहुन्थ्यो, 6 जना हुनुहुन्थ्यो, जसमा हामीले उहाँहरू अब विविध कारणले 3 जनाले छोड्नुभयो। त्यसपछि 1 जना फेरि हामीले राख्यौँ। अहिले हामीसँग 4 जना पण्डितजी तलब जसलाई हामीले अब चेकबाट पेमेन्ट गर्छौँ। त्यसपछि हामीसँग 4 जना अझै स्टाफहरू छन्। एउटा स्विपर छन्, एउटा अब त्यो दैनिक भाडा मास्ने व्यक्ति हुनुहुन्छ, एउटा एनाउन्स गर्ने र म्यानेजमेन्ट गर्ने लगायतका व्यक्ति हुनुहुन्छ। यसरी हामीले 8 जनालाई राखेका छौँ र आजको दिनमा उनीहरूको स्यालेरीमा मात्रै 50,000 रुपियाँ मासिक रूपमा चाहिँ गइरहेको अवस्था छ। पूजा त्यो सबै भनेको स्थानीयले दिने श्रद्धाले दिने पैसाबाट मात्र चल्छ, अरू अन्यत्र सहयोग आएन? सुरुमा हामीसँग दाता मात्रै एउटा थियो। त्यो दाता भनेको डोनेसन बक्समा आएको दाता एउटा। केही मान्छेहरूले आफ्नो स्वेच्छाले सुरुमा दिनुभयो, हामीले मागेनौँ। अहिले पनि हामीले कसैसँग मागेनौँ। यो हामीले गर्व गर्नुपर्ने कुरो चाहिँ छ। तर धेरै व्यक्तित्वहरू सुरुमा म 25,000 रुपियाँ दिन्छु, म 5,000 रुपियाँ दिन्छु, म 1 दिनको आरतीको खर्च म दिन्छु। 1 दिनको आरतीको खर्च त्यति बेला हामीले 3100 रुपियाँ कायम गरेका थियौँ एज अ टोटलमा, किनभने टेन्टेटिभ हामीलाई 90,000 को खर्च चाहिँ थियो मासिक। अनि त्यसलाई हामीले डिभाइडेड गरेर 3100 रुपियाँ हामीले 1 दिनको, अनि कोही आफ्नो केही फङ्सनको अवसरमा 1 दिनको पैसा दिने, कसैले पैसा 20,000 25,000 रुपियाँ दिने, त्यसरी आयो पैसा। र मेन हाम्रो स्रोत भनेको त्यही डोनेसन बक्स नै रह्यो र त्यसरी चलायौँ। अब मैले सुरुमै पनि भने सबभन्दा पहिला पैसा दिने भनेको जनकपुर नगरपालिकाले नै हो त्यति बेला अहिलेको होइन। त्यसपछि नगरपालिकाबाट हामीलाई आर्थिक सहयोग भएन। अब जीविसले हामीलाई जम्मा एकपल्ट 5 लाख रुपियाँ दिए
दिएको, त्यो पनि बोट खरिद गर्नको लागि। त्यसमा पनि हामीले त्यो बोटहरू त्यसलाई सञ्चालन पनि जुन हिसाबले हुनुपर्ने नि त्योमा देखिँदैन, त्यति भइरहेको। त्यसमा हामीलाई अलि समस्या छ। हामीलाई यो फन्डिङको हामीले जुन रूपमा हामीले सोच्यौँ, जुन रूपमा हाम्रो दिमागमा प्लानिङ थियो, त्यो अन्तर्गत हामीले काम गर्न चाहिँ नसकेकै हो। अब त्यसमा मुख्य रूपमा के छ भने अहिले पनि त्यो बोट जुन अब मुख्य रूपमा जीविसकै तत्कालीन जीविसकै फन्डिङबाट आएको हो, त्यो बोट चलाउनको लागि हामीसँग स्टाफ चाहिँ छैन। हामीले त्यसलाई पेमेन्ट गर्न सक्ने स्थिति पनि छैन र त्यसले हामीले एकजनालाई राखेका छौँ। त्यसको लागि उहाँले हामीलाई सहयोग गर्नुभएको छ र उहाँले आफ्नो टाइम मिलाएर सन्ध्याकालमा त्यसलाई बोटलाई निकाल्ने र राख्ने गर्नुभएको छैन। अब यदि हामीले स्टाफकै रूपमा यदि राख्ने हो भने त्यसलाई पैसा दिने स्थिति आउन सक्छ, जुन अहिलेको लागि हामीसँग गाह्रो चाहिँ छ। अनि प्रदेश सरकार छन्, प्रदेश सरकारले यो खास गरेर पर्यटन विकास प्रवर्धनको लागि धेरै योगदान दिइरहेको छ हैन, उसले धेरै योजनाहरू बनाइरहेको छ भनिरहेछ। अनि त्यस्तो अवस्थामा तपाईहरुको संस्थालाई त्यहाँबाट सहयोग आइरहेको छैन? त्यो ठ्याक्कै भन्नुभन्दा अब विगतमा हामीले कहीँ गुहार मागेनौँ। मैले हजुरलाई भने हामीले कहीँ कसैसँग माग्ने काम चाहिँ गरेनौँ। एक यो मिथिला सरकारी कार्यालय हुनुहुन्छ, मिथिला विकास कोष, जुन हाम्रो मैथिली विकास कोष, जसको तत्कालीन रूपमा राजकिशोर यादवजी अध्यक्ष हुनुहुन्थ्यो। अब आज के हुनुहुन्छ थाहा भएन मलाई। अनि उहाँको सङ्घीय सरकारको त्यति बेला एउटै सरकार थियो। अनि त्यति बेला गङ्गासागरकै सौन्दर्यकरणको लागि 3 लाख रुपियाँ आएको थियो। त्यो त विदेश पर्यटनवाला होला, विदेश पर्यटनवाला त्यो हामीले प्राप्त गऱ्यौँ र त्यसको पनि हामीले टाइल्स लगायौँ। जुन हामीले त्यो उत्तरतिरको जुन टाइल्स हेर्नुहुन्छ त्यो हामीले लगायौँ। त्यो आर्थिकै रूपमा हामीलाई कसैले सपोर्ट गरेको या हामीले मागेको अवस्था चाहिँ छैन। तर यो लकडाउन को स्थितिमा हामीसँग फन्डिङ क्राइसिस भएको बेलामा र हामीसँग त्यो तलब खुवाउने पनि स्थिति कमजोर भएको बेलामा हामीले प्रदेश सरकारलाई प्रथमचोटि चाहिँ गुहार्नु परेको थियो र प्रदेश सरकारबाट हामीले केही पैसा पायौँ, जुन हाम्रो आर्थिक रूपमै भनेको यो मलाई लाग्छ सेकेन्ड पैसा हो। फर्स्टमा 50,000 रुपियाँ नगरपालिका र सेकेन्ड रूपमै आर्थिक रूपमा, किनभने यो के भन्नुभयो हजुरले, त्यो त्यसले चाहिँ टाइल्स लगाउनको लागि सौन्दर्यकरणमा पैसा दिएको थियो। त्यो पैसा हामीले लगायौँ र विशुद्ध रूपमा पैसै भनेको अहिलेको प्रदेश सरकारले जुन पैसा दिएको छ त्यो 6 महिना 7 महिनादेखि हामीले त्यसैबाट मेन्टेन गर्न चाहिँ सकेका चाहिँ छौँ। कति आउँछन् पर्यटन हेर्न गङ्गा आरती? अहिले 6 महिनादेखि त ठ्याम्मै बन्दैछ, तापनि हामीले त्यसलाई रोकेनौँ। बरु सिस्टमलाई अपनाउँदै भिडभाड नहुने गरी र सोसल आएकोमा पनि सोसल डिस्टेन्स हुने गरेर हामीले चलायौँ। हामीले अब यो धार्मिक विशुद्ध धार्मिक भएको कारणले रोक्ने काम हामीले कहिले गरेनौँ। तर सुरुमा चाहिँ पर्यटकहरूको अलि राम्रै स्थिति चाहिँ थियो, तर पछि रूपमा कम चाहिँ भएको छ। जस्तो अब मैले यहाँ पर्यटकै रूपमा अनुरोध गर्नुपर्दा अब इन्डियाको धेरै मान्छेहरू आउने हो। हाम्रो मुख्य स्रोत नै इन्डियन हो। उहाँहरू आउने, रातमा होस्ट गर्ने अनि त्यसपछि आरती हेर्ने एउटा उहाँहरूको लागि एउटा गन्तव्य स्थल पनि बनेको छ। नेपालकै सन्दर्भमा हेर्ने हो भने अब सेटिङ प्रधानमन्त्री बाहेक मलाई लाग्छ जम्मै चाहिँ सहभागी भएको अवस्था चाहिँ छ। अब महामहिम राष्ट्रपतिज्यू, धेरै देशका एम्बेसडरहरू, अब श्रीलङ्काका एम्बेसडर, भारतका एम्बेसडर, जापानका एम्बेसडर लगायतका धेरै देशका एम्बेसडरहरू, मन्त्री, सामान्य प्रधान न्यायाधीशज्यूहरू, सभामुखज्यूहरू जम्मै आएको स्थिति चाहिँ छ। अब त्यो स्थितिले अब यो लकडाउनको अवस्थामा त कुरै भएन र तत्कालीन अवस्थामा चाहिँ बाह्य पर्यटनहरूको स्थिति चाहिँ त्यस्तो छैन। तपाईहरूले जुन अभियान थाल्नुभयो नि, त्यो अभियानले एउटा जनकपुरमा बृहत रूप लियो,
धेरै तपाईहरूले जुन सरसफाइ गर्नुभयो त्यसपछि धेरै व्यक्तिहरू निस्के जो पृथक पृथक कसैले रेलवे स्टेसन, कसैले बजार, कसैले कता कता सफाइहरू गर्न थाले, कसैले वृक्षारोपण गर्न थाले। यो अवस्था देखियो, अर्थात् कतै न कतै चेतनाको त्यो त्यहीँबाट सुरुवात भएको मानिन्छ। अनि त्यो हेर्दाखेरि तपाईँलाई कस्तो अनुभूति हुन्छ? हामीले यो गर्नुको मेन उद्देश्य नै त्यही थियो वीरेन्द्रजी। हामीले गऱ्यौँ किनभने त सबैलाई थाहा छ यो एडिबीको बाटो नबनुन्जेलसम्म जनकपुरको अवस्था के थियो भनेर। त्यसैमा हामीले गरौँ र हामीले मात्रै गरेर केही हुनेवाला थिएन। त्यो कारणले हाम्रो मुख्य उद्देश्य के थियो भने हामीले यदि एउटा पोखरी सरसफाइ गर्न गयौँ, अब गङ्गासागरलाई नै टार्गेट नगरौँ, जस्तो हामीले अब धनुसागरलाई नै निरन्तरता दियौँ। त्यसपछि अब वार्ड नम्बर 7 मा रहेको यो योग शिविरको साइडमा रहेको पोखरीलाई पनि हामीले लामो समयसम्म त्यहाँ सरसफाइ गऱ्यौँ। त्यसको स्थिति त सबभन्दा नाजुक चाहिँ थियो। त्यसपछि हामीले अब मणिमण्डपको अगाडिमा रहेको पोखरीलाई नै सरसफाइ गऱ्यौँ। परशुराम तलाउलाई हामीले धेरै समयसम्म कन्टिन्यू चाहिँ सरसफाइ गऱ्यौँ। र हाम्रो उद्देश्य के थियो भने हामीले गरेर देखाइदिने हो र त्यहाँका मान्छेहरूलाई एक्टिभ बनाउने हो। जसरी हामीले अब परशुराम तलाउमा हामीले एउटा टिम नै बनायौँ। केही दिन हामी गयौँ अनि उहाँहरूलाई भन्नुभयो यसरी तपाईँहरू गर्नुहोस्, यो भनेको कसैको निजी होइन, सार्वजनिक हो, तपाईँहरूको प्रोपर्टी हो। त्यस्तै हामीले अब भन्नुपर्दा दशरथ तलाउलाई केही समयसम्म हाम्रो ध्रुवजीले सपोर्ट गर्नुभयो, उहाँले पनि चलाउनु भयो। लामो समयसम्म हामीले दशरथ तलाउलाई पनि सरसफाइको रूपमा चाहिँ काउन्ट गरेर त्यहाँ पनि एउटा टिम चाहिँ गठन भयो। र त्यो हाम्रो उद्देश्यमा तत्कालीन रूपमा केही युवाहरू, केही स्वयंसेवीको रूपमा केही सोशल वर्करहरू चाहिँ अगाडि पढे। जस्तो तपाईँले नै भन्नुभयो रेलवे स्टेसनको सफाई अभियानी पनि एउटा निस्के, बालु उड्डयनको पनि एउटा निस्किनु भयो। केही समय चाहिँ यो विवाह मण्डपमा पनि केही साथीहरू चाहिँ निरन्तरता दिए, तर एस्ट्याब्लिस चाहिँ हुन सकेन किनभने यो आफैमा चाहिँ धेरै चुनौतीपूर्ण छ। कसैले वास्ता पनि नगर्ने र यो चाहिँ निरन्तर हुनुपर्ने। जस्तो हामीले भनौँ धेरै ठाउँमा हामीले नाला नै साफ गर्यो, अहिले पनि हामीसँग अनुभव चाहिँ छ, नाला साफ गर्यो। त्यो नाला साफ गर्नुको हाम्रो उद्देश्य यो होइन कि हामी नगरपालिकाको पेइङ स्टाफको रूपमा हामीले गर्ने हो या हाम्रो त्यही ड्युटी हो। हामीले के भन्यौँ भने हामी जस्तो मान्छेहरू यदि गयौँ भने कमसेकम त जसको अगाडिमा नाला छ त्यो भोलिदेखि एक्टिभ हुन्छ भन्ने उद्देश्यले हामीले एकचोटि, दुईचोटि, 5 चोटि, 10 चोटि गएर त्यो उहाँहरूकै नाला गएर साफ गर्यो, उहाँहरूको घरको अगाडिको बाटो गएर साफ गर्यो। तर जुन रूपमा हामीले एस्पेक्ट गरेका थियौँ कि त्यो सोसाइटीको मान्छेले सपोर्ट गर्छ त्यो किसिमको देखिएन र बिस्तारै बिस्तारै त्यो स्थिति पनि कमजोर भएको अवस्था चाहिँ देखियो। र आज हाम्रो फोकस चाहिँ अब हाम्रै सेभ हिस्टोरिकल जनकपुरको फोकस भनेको अब मुख्य रूपमा अब पोखरी जुन हाम्रो अहिले पनि शनिबार निरन्तरता छ कुनै न कुनै पोखरीको रूपमा र वृक्षारोपण हरियालीलाई 2वटा चाहिँ टार्गेट चाहिँ राखेका छौँ। यो बाटो र नला चाहिँ हामीले धेरै लगभग यो 72-73 को मधेस आन्दोलन पछि चाहिँ विक भएको अवस्था चाहिँ छ हाम्रो। धन्यवाद। लोगन के नम्र विनती करी कि अपने लोग ने अपन अपन घर आंगने दूरा दरवाजा टोला मोहल्ला सबके
हमरा सबके अब इहो अगला बजट खर्च होते कि नहीं पहले बात में सुरेश्वरी भगवती